शेर्पा बिना हिमाल आरोहण सम्भव छैन। तपाईँको मोस्टली 8000 8000 माउन्टेनहरू चाहिँ शेर्पा बिना धेरै चान्स कमै छ। कि अँ, त अब खतरा नै क्लाइम्बर हुनुपर्यो, अल्पाइनिस्ट जस्तो हुनुपर्यो। उम्, तर नर्मल क्लाइम्बिङ गर्नेहरूलाई चाहिँ शेर्पा बिना हिमाल चढ्नु गाह्रो छ। अँ, किनभने बेस क्याम्पसम्म चाहिँ अब हाम्रो याक हुन्छ, बारी बोक्ने मान्छे फरक हुन्छ, उम्, हाम्रो बेस क्याम्पमा के अरे खाना पकाइदिने किचन स्टाफ हुन्छ। उम्, तर बेस क्याम्पबाट माथि कटिसकेपछि चाहिँ समिट नपुग्नेसम्म शेर्पा चाहिँ सबै हो। शेर्पाले के काम गर्छ त भन्दाखेरि शेर्पा अब माथि बेस क्याम्पबाट माथि कटिसकेपछि बारी बोक शेर्पा नै हो। अँ, खाना पकाइदिए शेर्पा नै हो। बिमारी-सिमारी भयो भने डक्टर पनि शेर्पा नै हो। अँ, माथि हिमालमा डोरी टाङ्ने पनि शेर्पा नै हो। सबै खेला शेर्पाको हातमा छ। त्यो अँ, विदेशी इभन तपाईँ हिमाल चढ्नुभयो भने तपाईँको जिन्दगी चाहिँ तपाईँको लाइफ चाहिँ शेर्पाको हातमा छ कि। शेर्पा चाहिँ ए, सबै हो तपाईँको। तपाईँको क्लाइम्बिङ पार्टनर पनि हो। अँ, तपाईँको बाउ-आमा भने नि शेर्पा नै हो। तपाईँको भगवान भने नि शेर्पा नै हो। ए शेर्पालाई अब धेरै ले रूपले तपाईँलाई चिनिनु